भएको थियो। शशि सरहरूको चाहिँ मनोज बाबु, विजय थापा, शशि सर अनि अरू को एकजना थियो भइसकेको थियो एक्जिबिसन। त्यो एक्जिबिसनबाट शशि सर चाहिँ खुसी हुनुहुन्न थियो। सुरुको एक्जिबिसनबाट खुसी हुनुहुन्छ किन? ग्रुप एक्जिबिसनबाट त्यो उहाँहरूको एउटा ग्रुपले एक्जिबिसनहरू गर्नुभएको थियो। हजुर, म आउनुभन्दा पहिला गर्नुभएको थियो। अनि त्यसबाट चाहिँ शशि सर चाहिँ त्यति खुसी भएको थिएन रहेछ। अनि इन्द्र प्रधान र हामी दुईजना कुरा गर्दाखेरि हाम्रो पनि एक्जिबिसन गर्नु पऱ्यो भन्दाखेरि अनि हामीले ग्रुप एक्जिबिसनै गरौँ न भन्यो। अनि अब 4 जना थियो। शशि सर पहिला आउनुभयो, अनि इन्द्र प्रधान आउनुभयो, 4 जना हामी फर्केपछि हामी कुरा गऱ्यौँ, हामी 4 जनाको एक्जिबिसन गरौँ भन्ने भयो। भनेपछि अनि मैले कृष्णबहादुर दासँग कुरा गरेँ, हुन्छ भन्ने। अनि उहाँ मार्फत मैले शशि शाहसँग कुरा गर्न लगाएँ। इन्द्र प्रधान र म तयारी थिएँ। हामी 4 जना कुरा मिल्यो। शशि सरले पनि हुन्छ भन्नुभयो। अनि कुरा मिल्यो। अनि त्यो कुरा गर्दाखेरि हामी ग्रुप त्यत्तिकै नगर्ने एउटा नाम राखेर एक्जिबिसन गरौँ भन्यो। हुन्छ भनेर हामीले 5-6 जना हुनुहुन्थ्यो त्यो बेला उन्नतिले। हामी 5-6 जना थियो। हामी 4 जना त थियौँ नि। अनि नारायण बहादुर सिंह राइटर उहाँ, मेरो दिदी, हामी 6 जना पुस्तकको कोठामा बसेर हामी सल्लाह गरेर अनि नाम राख्ने कुरा निस्क्यो। नाम राख्ने कुरा निस्केपछि के नाम राख्ने भन्ने भयो। अनि मेरो दिदीले स्किप भनेर नाम राख्यो। सरको इनिसियलबाट लिएर नाम निकाल्नुभयो। अनि त्यो सबैलाई मान्य भयो। त्यहीबाट हाम्रो स्किपको सुरुवात हुन्छ। हाम्रो भनौँ 4 गते मुना बडामार्गी राज्यको बर्थडेमा हामीले एक्जिबिसन सुरु गऱ्यौँ। जस्तै अब मैले देखेको छ, जस्तै 2000तिर नेपालमा 2000तिर चाहिँ नेपाल आर्टको सिन चेन्ज भइरहेको थियो। 2000तिरबाट नै नेपालमा चाहिँ न्यू आर्ट फर्महरू सुरु हुन थाल्यो, देखिन थालेको थियो। जस्तै इन्स्टलेसन आर्ट अनि भिडियो आर्ट अनि यस्तो किसिमको चाहिँ भनौँ न न्यू मिडिया आर्टहरू आउनु थालिसकेको थियो। अनि अब 2000 यतातिर आएर फर्केर मैले हेर्दाखेरि चाहिँ कस्तो लाग्छ भने सर, जस्तो भनौँ न, कि त आर्टिस्टले ग्रुप फर्मेसनको कुरा गरेर सर मैले, कि त क्रिएटिभ एक्सप्रेसनको लागि आफ्नो आउटलेट भनौँ केही कुरा विचार प्रकट गर्नको लागि ग्रुप फर्म गरेर हुन्छ। म आफैमा पूर्ण छैन होला, म चाहिँ अब विजय सरसँग मिलेर एक्सन गरेको पनि छु। विजय सरसँग मिलेर चाहिँ अब मैले भन्न नसकेको कुरा विजय सरले मलाई देखाइराखेको हुन्छ। आर्टमा चाहिँ छुट्टै तरिकाले निस्किरहेको हुन्छ। त्यस बेलाको सिनेरियो कस्तो छ, पछिल्लो समयमा चाहिँ यो एउटा एक्सप्रेसिभ आउटलेट भन्दा पनि अपर्च्युनिटी पाउनलाई ग्रुप बनाइरहेको जस्तो लाग्छ सर मलाई चाहिँ। आजभोलिको कन्टेक्स्टमा चाहिँ एउटा आफ्नै सेल्फ एक्सप्रेसनको लागि चाहिँ अब ग्रुप बनाउँथ्यो भने 2000 पछि चाहिँ अपर्च्युनिटी पाउनुको लागि ग्रुप बनाएर काम गर्ने। अनि एउटा भनौँ न एउटा मेटेरियल एउटा फाइनेन्सियल गेनको लागि होला, सायद अपर्च्युनिटी पाउनुको लागि होला। सरको विचारमा चाहिँ त्यो आउटलेट इम्पोर्टेन्ट छ कि अपर्च्युनिटी पाउनु इम्पोर्टेन्ट छ? आउटलेटै चाहिन्छ। त्यो त हुनै पर्यो। अब ग्रुप एक्जिबिसन भनेर अब 4 जनाको गरेर 1 जनाको नराम्रो भयो भने त्यो ग्रुपको एउटा बदनामी जस्तो हुन्छ। किनभने हामी 4 जना यस्तै पेन्टिङ गर्नुपर्छ भन्ने हाम्रो सल्लाह त हुँदैन थियो। हामीले इन्डिभिजुअल फ्रिली हामी काम गर्थ्यौँ। अलग बसेर एउटै ठाउँमा बसेर पनि होइन, अलग आफ्नो कोठामा बसेर हामी 4 जना काम गर्थ्यौँ। अनि डाइरेक्ट त्यो हलमा
त्यो आफ्नो काम गर्नु नक्छ। सर जस्तै यही कन्टेक्स्टमा अब सरलाई कस्तो लाग्छ जस्तै अब मैले अघि भने जस्तो 2000 पछि चाहिँ यो नयाँ एउटा बानी जस्तो आएको नेपालमा चाहिँ अब अहिले त धेरै नै अब अर्डिनरी जस्तो भइसकेको छ। त्यसैले त एक्स्ट्रा अर्डिनरी जस्तै लाग्थ्यो भनौँ न इन्स्टलेसन भिडियो आर्ट अनि यस्तो किसिमको न्यू मिडिया आर्ट भनौँ न। अनि सरलाई हेर्दाखेरि कस्तो लाग्छ यो आर्ट यस्तो किसिमको न्यू मिडिया आर्टको बारेमा के भन्नुहुन्छ सर आजकलको जेनेरेसनको आर्ट? अब आजकलको जेनेरेसनको आर्ट ठिकै होला। मैले त्यति हेर्ने गरेको त छैन। अब आजकल के छ भने हेर्ने धेरै छ। ग्यालेरीमा जाउँ भने ग्यालेरी पनि छ। अब संसारको पेन्टिङहरू हेर्ने कोठामा बसेर हेर्न सकिन्छ। अब त्यो अब आफूले विद्यार्थी भाइ बहिनीहरूले कसको चित्रहरू राम्रो देखिन्छ, कस्तो किसिमबाट काम गरिरहेको छ त्यो उहाँहरूले एकदम राम्रोसित अर्जन गर्न सकिन्छ। जब लेखेको पनि हुन्छ। अब हाम्रो चाहिँ के छ भने अब हाम्रो त अब जेबाट आएर सिधै हामी इजिप्सन गऱ्यौँ, कन्भेन्समा गऱ्यौँ, ग्रुप्समा गऱ्यौँ। ग्रुप्समा त 19 चोटि गऱ्यौँ हामीले, 19 वर्षसम्म गऱ्यौँ। त्यो सक्सेसफुली भयो भन्नुपर्छ। जस्तै अब हामीले चाहिँ अब सरको अब बिगिनिङको करियरको बारेमा पनि कुरा गऱ्यौँ। अब कसरी सिम्बोलिक मोटिभहरू आएको त्यो पनि कुरा गऱ्यौँ। मोस्टली आर्ट रिलेटेड सबै कुरा पनि अलिअलि त भयो सर। तर अब आर्टलाई सपोर्ट गर्ने एउटा ठुलो एउटा सिस्टम मेकानिजम आर्ट मार्केटको कुरा गर्ने बेलामा अनि त्यस बेला त अलिकति कम नै थियो आर्ट मार्केट। तर मलाई अहिलेसम्म याद छ सर 1995 को कुरा गर्दाखेरि स्किपको एक्जिबिसन सिजन ग्यालेरीमा हुनु बेलामा एउटा पेन्टिङको 50-60 हजार थियो। त्यस बेला म त सानसानै थिएँ। मलाई अचम्म लाग्थ्यो त्यस्तो पनि कहीँ पनि पेन्टिङ बिग्लाएर जस्तो लाग्थ्यो। तर त्यो सबै पेन्टिङ बिगेको थियो कि त्यो म चाहिँ एकदम ओभरवेल्म अचम्म लागेको थियो कि मलाई ओहो कस्तो आर्ट भएको त धेरै फाइदा हुने कुराहरू जस्तो लाग्थ्यो। अनि तर आजभोलिको कन्टेक्स्टमा सबै कुराहरू चाहिँ भनौँ न एकदमै एउटा कुरा अर्कोसँग मिक्स भइसकेको छ नि त। पहिला चाहिँ यो ठाउँमा चाहिँ मार्केट छ भनेर चाहिँ फिक्स्ड हुन्थ्यो जस्तो लाग्छ सर। आजकल चाहिँ अब कहाँको मान्छेले कहाँबाट आएर पेन्टिङ किनेर आउँछ आर्ट मेटेरियल। त्यसपछि आर्ट मार्केटको त्यस बेलाको सिचुएसन र अहिलेको सिचुएसनको बारेमा के भन्नुहुन्छ? त्यो बेला पनि अब किन्नेहरू त थियो नै, किन्थे नै। मेरो सबभन्दा पहिला किनेको नेपाली नै किनेको। घरमा आएर मेरो पेन्टिङ किनेको नेपाली। एउटा दुस्साहस गर्छु सर। यो सरको सुरुमा कतिमा बेच्नु भएको सर पनि? एउटा बेचेको थियो। होइन प्राइस चाहिँ भने पछि चाहिँ अब विदेशीले पनि धेरै किने, अमेरिकनले किने पहिला, साइन्सको डाइरेक्टरले किने, धेरै कोरियनहरूले किने, जापानिजहरूले किने, इन्डियनहरूले किने। त्यसो धेरै किनेहरू नेपालीहरूले पनि धेरै किने। जस्तै एउटा आर्टिस्टलाई इस्टाब्लिस गर्नुमा एउटा चाहिँ आफ्नो आर्टिस्टको सेल्फ रेपुटेसन त भइहाल्छ। ऊ कति इन्टेलिजेन्ट छ, ऊ कति बिग्न चाहिँ भनौँ न क्रिएटिभली आफूले इमोसनल तरिकाले प्रेजेन्ट गर्न सक्छ, त्यो एउटा चाहिँ छँदैछ। तर आर्टको मार्केटले पनि आर्टिस्टको करियरलाई सपोर्ट गर्छ। त्यसले चाहिँ रिकग्निसनमा चाहिँ यो गर्ला, अब भनौँ न लिफ्ट गर्ला। र कम्प्लिटली अलिकति कमर्सियल कुरा गर्ने बेलामा एउटा आर्ट आजभोलिको मैले देखिरहेको चाहिँ एकदमै सिक्वेन्सियल लाग्दैन क्या सर। एकजना नयाँ आर्टिस्टले पनि 2-3 लाखमा बेचिरहेको हुन्छ भने अब पहिलाको अलिक कम भ्याल्यु कम भइराख्यो होला। त्यो सिक्वेन्सको बारेमा आर्टको ट्याग प्राइस ट्यागको सिक्वेन्सको बारेमा के भन्नुहुन्छ? कस्तो तरिकाले चाहिँ आर्टिस्टले प्राइस राख्नुपर्छ, सुरुमा कसरी गर्ने, पछि कसरी गर्ने? हुन त मलाई त्यो पेन्टिङको प्राइस राख्नै आउँदैन।
मैले कहिले पनि आफूले आफ्नो हिसाबले पेन्टिङको प्राइस राखेँ साथीहरूसँग सोधेर साथीहरूको सल्लाहहरू छ प्राइस राख्थेँ कहिले ग्यालेरीको ओनरसँग सल्लाह गरेर त्यसो पनि गर्थ्यो अब घरमा गर्दाखेरि मेरो आफ्नो प्राइसमा चाहिँ धेरै नोमिनल प्राइस राख्छु म धेरै महँगो मेरो पेन्टिङ भएको छैन ठिकै ठिकैको एफोर्डेबल सो त्यही त अब जस्तै आजको कन्भर्सेसनमा अलिकति सबै कुरामा अलिअलि छ जस्तो लाग्छ अनि अब चाहिँ सरले नै के भनिदिनुहुन्छ मतलब केले चाहिँ हामीले एज एन आर्टिस्ट अनि केले चाहिँ हामीले बढी फोकस गर्नुपर्छ होला मार्केटको पनि कुरा गऱ्यौँ स्टाइलको पनि कुरा गऱ्यौँ कन्सेप्ट डेभलपमेन्टको कुरा गरौँ अनि अब बेसिक आर्टले कसरी प्र्याक्टिस गर्नुपर्छ त्यो पनि कुरा गऱ्यौँ सरको विचारमा त्यो भनौँ न यो खानेकुरा पकाउने बेलामा सबै सिस्टिमले मिलेको हुनुपर्छ अनि त्यसो मिठो हुन्छ भने जस्तै सरको विचारमा चाहिँ आर्टलाई चाहिँ कसरी चाहिँ सरले चाहिँ हेर्नुहुन्छ कसरी चाहिँ त्यो अगाडि ल्याउनुपर्छ तपाईँले भने जस्तै हो ठ्याक्कै नुन पुगेन बेसार पुगेन जिरा मरिच पुगेन भने पनि त्यो खाना मिठो हुँदैन त्यो अब हाम्रो नेवारीमा एउटा कुरा के छ भने मिपाख सबभन्दा राम्रो मिपाख मि भनेको आगो आगो भनेको धेरै ठुलो बालेर मात्रै त्यो मिठो हुने होइन पाक्ने होइन बिस्तारै पकायो भने त्यो कुरा धेरै मिठो हुन्छ त्यस्तै हामीले पेन्टिङ गर्दाखेरि पनि अब आफूले के काम गरेको त्यसलाई चाहिँ अब कसरी गर्दाखेरि राम्रो हुन्छ त्यो आफूले एकदम राम्रो ध्यान दिनुपर्छ अनि एउटा अध्ययन पनि गर्नुपर्छ अब पेन्टिङ गर्दाखेरि अब एउटा कुरा त के छ भने अब हाम्रो भाइ बहिनीहरूले कतिको गरिहाल्छ थाहा छैन मैले गर्दाखेरि सुरुमा गर्दाखेरि मेरो पेन्टिङ पनि त्यति राम्रो थिएन गर्दा गर्दै मैले पनि अब अलिअलि हात मेरो पनि चल्न थाल्यो मैले धेरै ठाउँमा धेरै अरूको पेन्टिङहरू हेरेँ त्यो बेला मलाई त कम्प्युटर पनि चलाउन आउँदैन कम्प्युटर चलाउनलाई मेरो छोरासँग सङ्गत गर्नु पर्थ्यो त्यो कारणले गर्दाखेरि मैले पेन्टिङ गर्दाखेरि त्यो त्यही हो मैले मोटिभहरू आफ्नो युज गर्थेँ टेक्निकहरू आफ्नो आफ्नो हुन्छ टेक्निकहरू मैले युज गर्न थालेँ त्यसपछि चाहिँ मेरो पेन्टिङ पनि अलि राम्रो भयो कि जस्तो लाग्छ त्यो कारणले गर्दाखेरि भाइ बहिनीहरूलाई पनि पेन्टिङ गर्दाखेरि अल्छी मान्नु हुँदैन छिटो सिध्याउने कुरा गर्नुहुन्न त्यसमा अब ठिकैसँग बालेर हतार गर्नु हुँदैन विचार गरेर अब एउटा पेन्टिङलाई 20 दिन 4 दिन लगाए पनि केही फरक पर्दैन त्यो पेन्टिङ क्यानभासमा गऱ्यो भने त धेरै खर्च हुन्छ त्यो खर्च बचाउनलाई पनि त्यो क्यानभास खेर नपाल्नलाई पनि विचार पुर्याएर मेहनत साथ काम गर्नु भयो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ सर अब यो अब चाहिँ अलिकति अन्तिमतिर आएको जस्तो लाग्यो सरलाई चाहिँ एउटा प्रश्न चाहिँ गर्न चाहन्छु यहाँको क्राउडको इन्थुजियाजम देखेर यो स्टुडेन्टहरूले चाहिँ यङ्गर जेनेरेसन धेरै कम देखिरहेको कि मैले अहिले पहिले नै भन्न मन लाग्यो मलाई यो हजुर पुस्ता उठेर गइरहेछन् है कता कता यिनीहरूलाई चाहिँ कसरी इन्गेजिङ बनाउनु सक्छ सरले यसो अलिकति केही भन्नुहोस् न यिनीहरूलाई चाहिँ आजको जेनेरेसन कुरै सुन्न नसकेको के हो कसरी इन्गेज गर्नुहोस् सरको एउटा चाहिँ एउटा त्यो चाहिँ सुन्न मन लाग्यो उठेर गइरहेछन् है क्लास उता बसिरहेछन् एउटा कुरा के छ भने मेरो कुरा गरे पनि नराम्रो लाग्यो होइन सर त्योभन्दा पनि अब त्यो इन्ट्रेस्ट कसरी जगाउने हो इन्ट्रेस्ट लागेन होला हजुर अब त्यो आर्टको स्टुडेन्टहरूले चाहिँ यसले थकै लगायो ध्यान दिनुपर्ने हो
होइन यो कन्भर्सेसन भनेको त लाइफ लेसन नै हो जस्तो लाग्छ कि यो इट्स ओन्ली अ म्याटर अफ 1.5 आवर 1 घन्टा हो नि त अनि त्यो कन्भर्सेसन चाहिँ सुन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ है तर अब चाहिँ यो सर धन्यवाद सर यो धेरै ठुलो इन्साइटहरू दिनुभयो सरले सर मैले त धेरै ठुलो सिक्ने मौका पाएँ आज सरको डेप्थमा डिटेलमा अझ सरले इमोसनली इन्टेलेक्चुअली बुझ्नु पनि मौका पाएँ अब चाहिँ यो फ्लोर चाहिँ म पब्लिकमा स्टुडेन्ट्स हाम्रोमा ओपन गर्न चाहन्छु कसैले के प्रश्न छ भने चाहिँ प्लिज गर्नु सरको यो कला जीवनमा टर्निङ पोइन्ट चाहिँ कहाँनिर मान्नु कुन उमेरमा कुन पेन्टिङबाट सुरु भयो भने तपाईँको एकदिन कहाँनिर भयो त्यस्तो केही छ मेरो टर्निङ पोइन्ट त सुरुदेखि नै मेरो टर्निङ पोइन्ट हो किनभने म राज वैद्यको छोरा जुन मेरो बुवा जुट संसारको काम गएर औषधिको काम गर्नुहुन्थ्यो अब वैद्यको छोरा आर्टिस्ट हुनु भनेको त्यो एउटा ठुलो टर्निङ पोइन्ट हो अनि मेरो टर्निङ पोइन्ट कहाँबाट आयो भने मेरो जुन पेन्टिङ बङ्गलादेशमा गएर गोल्ड मेडल पाएँ त्यो एउटा ठुलो मैले कुनै कम्प्युटर नहेरिकन आफ्नै हिसाबले काम गरेर गोल्ड मेडल पाउनु एउटा मेरो लागि ठुलो सौभाग्यको कुरा हो त्यो एउटा टर्निङ पोइन्ट हो त्यही गोल्ड मेडलको कुरा गर्दाखेरि चाहिँ आजभोलि पनि अब कोही गरेर आर्टिस्टहरू बाहिर गएर अब एक्जिबिसन गर्नु पाउनु त ठुलै कुरा संसारभरि नै नेपालमा मात्रै ठुलो सरले 1991मा थियो 81मा गएर बङ्गलादेशको ढाका बाइनालीमा गएर गोल्ड मेडल जित्नुभयो त्यसको बारेमा अलिकति के भन्नुहुन्छ त्यसको एउटा गरिमाको बारेमा त्यो अब मैले चाहिँ त्यो आयुर्वेदिक म जन्त्र भन्छु हजुर बाहिर चाहिँ यन्त्र भन्छ यन्त्र भन्दाखेरि त्यो एउटा हाम्रो मेसिनरी जस्तो अब्जेक्ट तान्थ्यो मलाई भन्छ भने यन्त्र भनेको के भने मैले यन्त्र भनेको यन्त्र त होइन त्यो हामीले जन्त्र भन्छौँ जन्त्र भनेको कुनै रोगीलाई कुन बुटी लगाइदियो भने त्यो रोग निदान हुन्छ त्यो बुटी चाहिँ यहाँ लगाउँछ अनि हातमा लगाउँछ त्यो म तान्त्रिक हिसाबले भनेको होइन मैले सिम्पल्ली मेरो किताब हेरेर त्यसलाई मैले आफ्नै हिसाबले कलर लगाएर मैले काम गर्थ्यौँ त्यही मेरो पेन्टिङ हुन्थ्यो अब के छ भने मेरो अब यो गोल्ड मेडल पाएको बेलाको यो यङ आर्टिस्ट ग्रुप र स्किपले अर्गनाइज गरेर एउटा समारोह गरेको थियो त्यो बेलाको हो अब मैले अब कुरा गर्दाखेरि के छ भने अब मेरो पेन्टिङको टर्निङ पोइन्टको कुरा त मैले गरिहालेँ अर्को के भन्नु तपाईँले सर त्यही सरले भन्नुभयो त जन्त्र र यन्त्रको कुराहरू सरले नै मलाई एकचोटि भन्नुभएको थियो सरको स्टुडियोमा आएर 15 वर्ष जति अगाडि मैले भिजिट गर्ने बेलामा सरले मलाई भनेको कुरा मलाई अझ पनि याद छ जन्तर भनेको चाहिँ एउटा चाहिँ सरले यो इलाज गर्ने एउटा चाहिँ यो विषय हो जन्तरको कम्बिनेसन चाहिँ यन्त्र जुन अब्जेक्ट हो अनि त्यो यन्त्रमा मन्त्र फुकिसकेपछि जन्तर बन्छ भनेर भन्नुभएको थियो सरले अनि त्यसलाई चाहिँ आर्टमा ल्याउनुभयो सरले अनि त्यस विषयमा पनि अलिकति अब सरले हुन त धेरै भनिसक्नुभयो सरले धेरै दुःख दिन चाहन्न अनि यो फाइनली यो चाहिँ अब सरकै अब क्लाइम्याक्समा आएर भनौँ न सरको एकदमै प्राइम कामलाई लिएर जन्तरको कामलाई लिएर चाहिँ कसरी के अलिकति यसो के भन्नु जे मन लाग्छ त्यही जन्त्र भन्दाखेरि अब के हुन्छ भने झारफुक वैद्यहरूले उहाँहरूले पनि अब फुकफाक पारेर नै त्यो निदान गर्नुहुन्थ्यो त्यसले पनि पुगेन भने त्यो
पुटी बाँध्नु पुटी बाँध्नु दिँदाखेरि त्यसभित्र कुनै चित्र कुनै मिडियममा लेखेको हुन्छ कालो मसिनले वा कुनै रगतले पनि लेखेको हुन्छ कुनै कालो मिसिनले लेखेको हुन्छ कलमले नै लेखेको हुन्छ कुनै रगतले नै लेख्नुपर्ने फलानुको भोग दिएर त्यसको रगतबाट एनिमल ब्लड त्यो गर्दाखेरि अब कस्तो रोग कडा रोगहरूलाई त्यसो गर्नुपर्ने होला मलाई त्यति त्यो याद छैन कुनै अब राति मध्यरातमा त्यो मसान घाट गएर त्यहाँ जगाउनु पर्थ्यो त्यसलाई कुनै कडा रोगलाई मसान घाटमा गएर भोग दिएर त्यसमा भोग रगत चढाएर त्यो जगाउनु पर्थ्यो त्यो पुटीलाई पुटी तयार गर्छ त्यो पुटी समेत त्यहाँ लगेर पूजाआजा गरेर अनि त्यो पुटीलाई जगाउने त्यो लगाइसकेपछि त्यो रोगको निदान हुन्थ्यो सरको पेन्टिङमा त्यस्तो किसिमको इन्फ्लुएन्सहरू पनि थियो है सर जस्तै त्यो भनेको चाहिँ धेरै कल्चरल रिचुअलिस्टिक कुराहरू धेरै गहन कुराहरू अरू के कृष्ण अब नमस्ते सर यो काम गर्दाखेरि चाहिँ वस्तुगत विषयगत कामहरू हुन्छ तपाईँको टर्निङहरूदेखि छ वस्तुगतको चाहिँ विषयगत कसरी जान्छ त्यो कन्फ्युजिङ चाहिँ मैले मास्टर्स लेभलबाट सिकेँ जुन चिज चाहिँ त्यो ब्याचलर लेभलमै सिक्नुपर्ने कामहरू अब यो अब्जेक्टिभ म्याटरहरू बनाउँछ मान्छेले तर त्यसले विषयगतमा कसरी ढाल्ने तपाईँको पेन्टिङ हेर्दाखेरि सिम्बोलिजम प्याटर्न रिजम कलरको हार्मोनी अनि भएको मोटिभलाई प्याटर्नमा कसरी तपाईँले त्यसमा युज गर्नु पऱ्यो सर होइन त्यो चिज थोरै भन्नुभयो भने चाहिँ यो अहिलेको कन्फ्युजिङ भएको क्रिएटिभ कामहरूमा लाग्ने जुन चाहिँ कोर्न आउँछ तर त्यसलाई पेन्टिङको रूपमा कसरी राम्रोले बिटको कसरी बनाउने भन्ने चिजहरू चाहिँ सिक्छ जस्तो लाग्छ त्यो चाहनु अब त्यो के छ भने अब पेन्टिङ गर्दाखेरि अब हामी क्यानभास त राख्छौँ नै अथवा पेपर राख्छौँ त्यो कुन माध्यमबाट काम गर्ने हो कुन मिडिया युज गर्ने कलर मिडियम कलरमा पनि धेरै किसिमको कलर छ पोस्टर कलर एक्रेलिक कलर ओइल कलर पेन्सिल कलर पेस्टल कलर जुनबाट गरे पनि अब आफ्नो कुन के काम गर्न लागेको हो के को लागि काम गर्न लागेको हो त्यो पनि जान्छ अब आफ्नो टेक्निक चाहिँ देखाउनुपर्छ त्यसमा टेक्निकहरू देखायो भने त्यसबाट कुनै न कुनै राम्रो इम्प्रेसन निस्किन्छ त्यो अब कसैले ब्रसले मात्रै काम गरेर कृष्णको काम चाहिँ मलाई साथी लाग्छ उहाँको ब्रस स्ट्रोकै हुन्छ मेरो आफ्नै टेक्निक छ साहब आफ्नै टेक्निक छ हामी चारजनाको 4 किसिमकै टेक्निक छ मैले इम्बस प्रिन्ट गरेर इम्बस प्रिन्टमा पनि कलर गरेर मैले एक्जिबिसन गरेको थिएँ पेपरमा इम्बस गरेर त्यसमा चाहिँ एक्रेलिक गरेर गर्थ्यौँ अब त्यसबाट पनि अब कुनै न्यू टेक्निक त्यो आयो नयाँ टेक्निक आयो नयाँ टेक्निकले गर्दाखेरि एप्रिसिएसन पनि अलि राम्रै आउँछ त्यस कारणले गर्दाखेरि हामीले त्यो परम्परागत हिसाबले मात्रै गरेर पनि हुँदैन परम्परागतलाई पनि अब राम्रो तरिकाबाट गऱ्यो भने त्यो पनि राम्रै हुन्छ सर मलाई चाहिँ के भन्दाखेरि सर प्रिन्ट मेकर पनि हुनुहुन्छ कारणले गर्दाखेरि चाहिँ पहिला सरले
गरिराखेको कामहरू देखिएको छ त्यो र अब अहिले गरिराखेको आर्टिस्टहरूले काम गरेको के फरक देख्नु भएको छ के सर्टाइ जस्तो लागेको छ हुन त टेक्निक त त्यही हो एउटै हो तर पहिलाको र अहिलेको चाहिँ कस्तो छ त्यति फरक त लागेन मलाई मैले गर्ने र अहिले गर्ने त्यस्तै त्यही टेक्निक हो तर त्यसमा कलर चाहिँ अलि राम्ररी युज गर्नु भयो भने राम्रो हुन्छ सर पहिला पनि त्यही कलर युज गर्नुहुन्थ्यो कि अहिले राति पहिलाको अहिले मैले चाहिँ त्यो पेन्टिङ कलर युज गर्दिनँ मैले गर्दाखेरि अब प्रिन्ट गऱ्यो त्यसमा मैले कलर लगाउने हो भन्नाले कलरको त्यो अहिले हामीले जुन यो लेटर प्रेसिङहरू चलाइरहेको छ त्यो र पहिलाको त्यही हो त्यही हो एउटै हो अहिलेको समसामयिक विषयमा अब अहिलेको कलामा राजनीतिको बारेमा तपाईँको धारणा बुझ्न चाहे एउटा कुरा के हो होइन अर्को कुरा चाहिँ पुरस्कार सम्बन्धी संसारमा कुनै पनि पुरस्कार विवाद रहित चाहिँ हुँदैन छैन होइन अब जस्तो हामी कहाँ चाहिँ जज गर्ने कला कम्पिटिसन भयो यताउति भयो जस्तै नेसनल आर्ट एक्जिबिसन भयो भने आफूले चिनेको आफ्नो वरिपरिका मान्छेहरूलाई पुरस्कार वितरण गर्ने फलानुले पहिला पुरस्कार पाइसक्यो अब फलानुलाई दिने होइन त्यस्तै